हेलो सर, नमस्कार सर। मैले भन्न खोजेको यो हो कि सर, पैसा त बुझाए हामीले सर, हामीलाई प्रमाण त चाहियो कि हामीले के त्यो बुझाए यहाँ पुरा पैसा भनेर। अब त्यो लाल पूर्जा त दिनुभयो, लाल पूर्जा त दिनुभयो। भोलिका दिनमा के त्यो होइन यो बुझा छैन यहाँ पैसा, तिम्रो कहाँ छ बुझा यहाँ पैसा? त्यस्तो हुँदैन के हजुर। हाम्रो वाणिज्य ब्याङ्क हो नि, सरकारी ब्याङ्क हो, त्यस्तो हुँदैन के हजुर। हुन्छ, बरु त्यही पनि केही त प्रमाण चाहियो न सर हामीलाई, के पैसा बुझामा पुरा क्लियर भएको छ भनेबाट। उहाँले बुझाउनु भएको, मैले भाउचर दिइसके, त्यति त प्रमाण। अरू के चाहिएर? मलाई के पुरा अहिलेसम्मको सबै हजुरका बुवालाई मैले रसिद दिइसके, बुझाइसकेको। त्योभन्दा ठुलो प्रमाण के चाहियो अरू? मलाई भन्न खोजेको यो हो कि पुरा अहिलेसम्मको लास्ट पहिलाबाटै अहिलेसम्मको पुरा हामीले जम्मा गरे जति पैसा दिएको छौँ त्यहीको रसिद त होला नि हजुरसित। हजुर, मलाई ऊ पनि चाहियो अनि अहिले यो क्लियर भयो पैसा भनेर कागज बनाएर दिइदिनु होला मेरो बुवालाई। हजुर। हेलो भनबा म भने कि म ठिकै छ, म दिन्छु भन्न आज ल उही कि भने दिए मलाई भनेबाट उहीलाई भने कि पुरा प्रमाण चाहियो। वो जो पहिलाबाट अहिलेसम्म पैसा बुझाएको छ हामीले उहीको लिखित लेखा लगे त उसलाई चाहियो। जो अहिले यति पैसा बुझायो भनेबाट पुरा लिखित चाहियो भनेबाट भने टोटल पैसाको सब फाइनल भइगयो भनेबाट लिखित बनाएर दियो भने। त्यो भइसकेपछि फोन आयो मलाई। हाय म 10-15 मिनट में फोन और लो भी दोबारा। हाँ, हाँ,